असमको पवित्र भूमिमा, गुवाहाटीको शान्त वातावरणमा, जहाँ हावा पनि भक्ति बोकेर बगिरहेको जस्तो लाग्छ, त्यही अवस्थित छ सती सावित्री उद्यान। आज म यहाँ उभिँदा केवल एउटा उद्यान देखिरहेको छैन, म एउटा कथा महसुस गरिरहेको छु। त्यो कथा हो प्रेमको, त्यो कथा हो अटल विश्वासको, त्यो कथा हो एउटी नारीको जसले आफ्ना पतिप्रतिको निष्ठाले मृत्युलाई समेत झुकाइन्। यो हो सती सावित्रीको कथा। धेरै वर्ष पहिले प्राचीन भारतमा अश्वपति नामका एक राजा थिए। शक्ति थियो, सम्पत्ति थियो, प्रतिष्ठा थियो, तर एउटा अभावले उनको मन सधैँ खाली थियो। उनीहरू सन्तानविहीन थिए। राजा र रानीले वर्षौंदेखि देवी सावित्रीको कठोर तपस्या गरे। माग मात्र सन्तानको थिएन, माग थियो आशाको, माग थियो जीवनको। अन्ततः भगवान प्रसन्न भए। उनीहरूको घरमा एक सुन्दरी तेजस्वी छोरी जन्मिइन्। त्यो बालिका साधारण थिइनन्। उनको अनुहारमा दिव्यता थियो, आँखामा गहिरो शान्ति, मनमा असीम करुणा। उनको नाम राखियो सावित्री। सावित्री हुर्किँदै जाँदा उनको सुन्दरता मात्र होइन, उनको बुद्धि, साहस र आत्मबल पनि सबैलाई चकित पार्थ्यो। जब विवाहको समय आयो, धेरै राजकुमारहरूले प्रस्ताव पठाए, तर सावित्रीले निर्णय गरिन्, म आफ्ना जीवनसाथी आफै रोज्नेछु। उनी राज्य राज्य घुमिन्, वन जङ्गल पार गरिन्, र एक दिन वनको एक सानो आश्रममा उनीले देखिन् सत्यवान। राजकुमार भएर पनि साधारण जीवन बिताइरहेका थिए। उनका पिता एक समयका राजा आफ्नो राज्य र दृष्टि गुमाएर वनमा बसिरहेका थिए। सत्यवान सरल थिए, इमानदार थिए, धर्मनिष्ठ थिए। सावित्रीको मनले भन्यो, यही हुन् मेरो जीवनसाथी। उनी दरबार फर्किइन् र आफ्नो निर्णय सुनाइन्। त्यही बेला देवर्षि नारद दरबारमा आए। उनले भने, सत्यवान गुणी छन्, तर उनी 1 वर्षपछि मृत्यु हुने भाग्यमा छन्। दरबार स्तब्ध भयो। राजा अश्वपति चिन्तित भए। उनले छोरीलाई सम्झाए, रोक्न खोजे, तर सावित्रीको आवाज दृढ थियो। एक पटक रोजिसकेको जीवनसाथी परिवर्तन गर्दिन। भाग्यको डरले प्रेम त्याग्दिन। उनको निर्णय जिद्दी होइन, आत्मबल थियो। सावित्रीले सत्यवानसँग विवाह गरिन्। राजसी सुख सुविधा छोडेर वनको सादा जीवन रोजिन्। सासु ससुराको सेवा गरिन्, पतिसँगै परिश्रम गरिन्, तर मनको कुनामा दिन गन्दै थिइन्। 1 वर्ष पूरा हुन 3 दिन बाँकी रहँदा सावित्रीले कठोर व्रत बसिन्। निन्द्रा त्यागिन्, भोजन त्यागिन्, केवल प्रार्थना, केवल ध्यान, केवल अटल विश्वास। अन्तिम दिन आयो। सत्यवान काठ काट्न जङ्गलतिर लागे। सावित्री पनि सँगै गइन्। जङ्गलको गहिराईमा अचानक सत्यवानलाई चक्कर आयो। उनी सावित्रीको काखमा टाउको राखेर सुते। र त्यही क्षण वातावरण परिवर्तन भयो। यमराज प्रकट भए, मृत्युका देवता, न्यायका प्रतीक, अटल सत्य। यमराजले सत्यवानको प्राण निकाल्नुभयो। सावित्रीले सब देखिन्, तर डराइनन्। जब यमराज प्राण लिएर हिँड्नुभयो, सावित्री पनि पछ्याउँदै गइन्। यमराजले भन्नुभयो, फर्क सावित्री, मृत्युलाई कसैले पछ्याउँदैन। सावित्रीले नम्र स्वरमा उत्तर दिइन्, जहाँ मेरो पति जानुहुन्छ, त्यहाँसम्म म जानु मेरो धर्म हो। उनको श्रद्धा देखेर यमराजले एक वरदान दिनुभयो,
तर पतिको प्राण बाहेक। सावित्रीले भनिन्, मेरो ससुराको दृष्टि फिर्ता होस्। तथास्तु। तर उनी रोकिनन्। दोस्रो वरदान, गुमेको राज्य फिर्ता होस्। तथास्तु। फेरि पनि उनी पछ्याइरहिन्। यमराज प्रभावित भए। उनले अन्तिम वरदान दिन तयार भए। सावित्रीले विनम्रतापूर्वक भनिन्, मलाई 100 पुत्रको आशीर्वाद दिनुहोस्। यमराजले स्वीकृति दिनुभयो। तर तुरुन्तै महसुस गर्नुभयो, पति बिना कसरी सन्तान सम्भव? त्यो चातुर्य थिएन, त्यो नारी शक्तिको बुद्धिमत्ता थियो, त्यो अटल प्रेम थियो। यमराज मुस्कुराए, सावित्री, तिम्रो भक्ति अद्वितीय छ। म सत्यवानको प्राण फिर्ता दिन्छु। त्यही क्षण जङ्गलमा सत्यवानले फेरि सास फेरे। उनको आँखा खुल्यो। उनी केही थाहा नपाई सावित्रीलाई हेरिरहे। सावित्री मुस्कुराइन्। उनको आँखामा आँसु थिए। तर त्यो आँसु दुःखको थिएन, विजयको थियो। पछि ससुराको दृष्टि फिर्ता आयो। राज्य पुनः प्राप्त भयो। सबै सुख फर्कियो। आज यहाँ सती सावित्री उद्यानमा उभिँदा म महसुस गर्छु, यो केवल एउटा धार्मिक कथा होइन, यो जीवनको शिक्षा हो। जब जीवन कठिन हुन्छ, जब भाग्य प्रतिकूल हुन्छ, जब सबैले हार मान्छन्, त्यो बेला अटल विश्वासले चमत्कार गर्छ। सावित्रीले